हेलो सो गाइस आज चाहिँ हामी बल्ल बोक्न जाँदैछौँ। यहाँनिर हाम्रो जुत्ता चप्पलहरू बोराहरू यहाँनिर राखिराखेको छ। यो चाहिँ मेरो हो। अनि ल गम्बुट लगा केटा गम्बुट। मैले चाहिँ जुत्ता लगाइसकेको छु, केटाले गम्बुट लाउँदैछ। हामी चाहिँ गएर ल्याउँछौँ। समस्या त्यो म त बिर्लेको होइन मारी के भयो सानो हुन्छ गम्बुट? मलाई त धेरै ठुलो हुन्छ त। कसरी सानो हुन्छ केटालाई चाहिँ? केटा ढिलो जन्म्यो होइन? ल जाउँ। हामीले चाहिँ यहाँ तल पुऱ्याउनु पर्ने बालुवा यहाँ माथि छ, देखिँदैन यहाँबाट चाहिँ। अनि यो पारी पारी गएर तल त्यहाँ माछा फर्ममा लानु पर्ने। यहाँनिर चाहिँ एकदम खतरा झर्ना छ एउटा। यो चाहिँ माथिबाट बत्तीको ओभरफ्लो पानी आएको झर्ना हो। तातो चिप्लो चिप्लो बाटो छ। यता केटा नि आइरहेछ गम्बुट लाएर। ऊपर हाम्रो बाबुरो पनि आइरहेछ। सो गाइस हामीले चाहिँ यहाँबाट बालुवा निकालेको यही पोखरीबाट। अनि यहाँनिर छ हामीले लगभग 2 दिन जति चाहिँ बोकिसक्यौँ। अब यति बाँकी छ। फाइनल्ली गाइस म चाहिँ यहाँनिर अल्झेर मेरो भारी चाहिँ यता लडिहाल्यो। अलिकति पोखी पनि हाल्यो बालुवा, तर नि ठिकै छ। म अब उठाउँदैछु मेरो भारीलाई। घाटो लाग्यो नि केराले नबानी ल्याएछ नि मान्छेहरू बान्नु त यो छोटो भएर डरै हुँदैन क्या, खुस्किहाल्छ। केराले थोर हाल्छ नि बाललाई। कहाँ थोर हुनु यसरी बाँधेको बाल्दा धेरै भएर खुस्किहाल्यो क्या। फाइनल्ली हामी चाहिँ माछा फर्ममा आइपुगिसकेका छौँ।
ठुक्क लगाएर साथीहरू पनि आइपुगिसक्यो। होइन लास्टै चिप्लो हुने रहेछ यो जुत्ता नि। 2 ठाउँ लड्यो नि ए छिटो उठ्नु। वाटरप्रुफ अर्को हुन्छ, केस बाहिर खोल हुन्छ। फाइनल्ली गाइस हामीले चाहिँ एक ट्रिप यहाँनिर ल्याइसकेका छौँ। बल्ल थाकेर हामी यहाँ बिसाइरहेछौँ। केटा चाहिँ अलिक ढिला आयो, भर्खर आइपुगेको छ। हामी चाहिँ अघि आएर यहाँनिर बल्ल घुट्याएर पनि बिसाइरहेछौँ। यो चाहिँ हाम्रो माछा फार्म। यताको पोखरी चाहिँ सबै चर्केर त्यतिकै छ। यता पनि 2-4वटा पोखरी ठिकै छ, उताको पनि चर्केर त्यस्तै छ। यो चाहिँ मैले कुकुर राख्ने कुकुरको घर बनाएको, तर कुकुर नै छैन अहिले चाहिँ। यो चाहिँ हाम्रो पोखरीहरू छ। पहिला चाहिँ हामीले थुप्रै माछा लगाएको थियो। 2-3 चोटि यहाँबाट हराएर त्यसपछि अलिअलि उता खाँदाखेरि सकिसकेको छ। अब चाहिँ माउ 2-4वटा मात्र छ। यहाँ हराएकै गरेकोले माछा लाउनु सकेको छैन। त्यही भएर हामीले यसपालि चाहिँ यहाँ माथिबाट खन्का तलबाट घुमेर खन्का तार जाली लगाएर बारबेर गरेर माछा लाउने सोचिरहेछौँ। त्यही भएर हामी काठमाडौँबाट आएको यहाँ बारबेर गर्नु पर्यो भनेर यहाँनिर हामीले चाहिँ 1-2 महिनाभित्र अलिक माछा लाउने निर्णय गरिरहेछौँ। के गरे हाम्रो यहाँ माछा चाहिँ यिनीहरूकै माउ माछा हो। माउ माछा चाहिँ हामीसँग धेरै छैन, 10-12वटा मात्रै छ। यता पनि छ, कता गएछ ऊ माथि चाहिँ यतिर छ। यता चाहिँ यिनीहरू चाहिँ सबैभन्दा ठुलो माछा हाम्रो।